बेहोरै छैन। मलाई चाहिँ जिउ भारी मन भारी भयो भने चल भाइ झोला बोकेर हिँड्ने हो विथ अल ग्रेटिट्युड। त्यसमा कसैसँग गुनासो दुखेसो पनि छैन। केही कमी कमजोरी आफ्ना होलान्, केही कमजोरी आफ्नो काम गर्ने सिलसिलामा ठोकिएका मान्छेहरूका पनि होलान्, तर मैले उहाँहरूलाई सुधार गर्ने होइन, मैले मलाई सुधार गर्ने हो। जुरो कोट्ने, धन्यवाद दिने, बाटो लाग्ने। बाटो लाग्दै गएपछि तपाईँमा भएको जुन कन्फिडेन्सको लेभल छ, जुन तपाईँको कमिटमेन्ट छ, जुन तपाईँले इथिकल भ्यालुजहरूमा बसेर काम गर्नुभएको छ, त्यो चिज त अब हामी एक लेभलमा पुगिसकेपछि मार्केटले नै बुझ्छ। सो अपर्च्युनिटिजहरूले नक गरिराख्छ अनि राम्रो अपर्च्युनिटीलाई क्याच गर्ने, त्यो समातिसकेपछि गजबसँग त्यसमा काम गर्ने। जति बेलासम्म तपाईँलाई हेत्तेरी कहाँ गएँ भन्ने नलाग्ने बेलासम्म गजबसँग काम गर्ने। जब तपाईँले 100% दिएर काम गर्नुहुन्छ भने त्यो रिजल्ट राम्रै दिन्छ। त्यो दूरीहरू पार गर्दै यहाँसम्म आइसक्दै गर्दाखेरि यहाँ पुगेर देख्छु म होइन। इभन अहिले नोबेल ब्याङ्कमै काम गर्दा पनि म इन्ट्री गरेँ। इन्ट्री गर्ने बेलामा अब ओनिङ कम्पनीमा पनि अलिकति अब सिनियर लेभलमा इन्ट्री गर्दाखेरि चाहिँ काम गर्दा कुरा गर्नु